ह्याप्पी माघे सङ्क्रान्ति। नमस्कार साथीहरू, के छ सबैजना आराम हुनुहुन्छ? सङ्क्रान्तिमा खानको लागि मैले चाहिँ यस्तै यस्तै परिकारहरू तयार गरेँ। पुसको पाक के माघमा खानु के भनेर भन्छन् नि त। सङ्क्रान्ति चाहिँ अब त्यसरी नै मनाउने चलन छ हाम्रोतिर चाहिँ पहिलेदेखि नै हामीले त्यसरी नै मनायौँ। र हिजो पुसको अन्तिम दिन नै मैले सबै चिजहरू चाहिँ बनाएर राखेँ। अघिल्लो दिनमा बनाएको चिज नै भोलिपल्ट खाइन्छ नि त। त्यही भएर मेरो छोराले पनि हेल्प गर्यो। हामीले धेरै परिकार नबनाउने, ठिक्क तिलको लड्डुहरू, भुजाको लड्डु, चाकु यस्तै गरेर बनाउने भनेर बच्चालाई पनि यसो सिक्छ, जान्छ, उसले पनि यसो हाम्रो कला संस्कृति के हो भनेर थाहा पाउँछ भन्ने हिसाबले चाहिँ मैले पनि उसलाई यसो आऊ बनाऊ, हामी सबैजना भएर बनाऊ भनेर बनाउनतिर लाग्यौँ। ऊ पनि खुसी भएर बनाइराखेको थियो। क्यामेरातिर हेर्दै मक्क परेर त्यत्तिकैमा बहिनी पनि आइपुगी अनि सबैजना भएर हामी बनाउन थाल्यौँ। सङ्क्रान्तिलाई त माइत जानु पाइएन साथीहरू, दिदीबहिनी सँगै छौँ, रमाइलो गर्दै पुराना दिनहरू सम्झिँदै बालापनको ती रमाइला क्षणहरू सम्झिँदै हामीले पनि हाम्रो परिकारहरू बनाउनतिर लाग्यौँ। अब बहिनीले चाहिँ बनाउँदैछ। हाम्रो बेला र अहिले हाम्रो बच्चाहरूको बेलासम्म आइपुग्दाखेरिको चाडबाड हेर्दाखेरि चाहिँ अहिलेको चाडबाड चाहिँ खासै रमाइलो होइन। हाम्रो पालामा कति रमाइलो हुन्थ्यो यही चिजहरू बनाएर खानलाई। अब त्यति धेरै सहज थिएन, सुविधा थिएन, कति अभाव थियो। त्यो अभावमा खाएको चिजहरू, बनाएको चिजहरू झलझली याद आउने। अहिले हाम्रो बच्चाहरूलाई चाहिँ अब सबै थोक पुगेको छ, तर त्यो खालको आत्मीयता, त्यति बेलाको जस्तो रमाइलो अहिलेको बच्चाहरूलाई लाग्छ जस्तो पनि लाग्दैन फेरि। तर उनीहरूलाई पनि बुझाउनु त पर्यो, सिकाउनु पर्यो। त्यही भएर मैले पनि जानी नजानी मलाई पनि त्यति धेरै बनाउन त आउँदैन यस्तो चिजहरू। तैपनि अब अहिलेको बेलामा त युट्युब हेरिन्छ, अब रेसिपीहरू सबै कुराहरू के चाहिन्छ भनेर बुझिन्छ, त्यही अनुसार बनाइन्छ। र मैले पनि यति चिजहरू चाहिँ बनाउने अब भोलिको लागि भनेर तयारी गरेर राखेँ। सबै कुराहरू रेडी पनि भइसक्यो। बिहानै उठेँ, पूजापाठ गरेर छोरोलाई टिका लगाइदिएँ। त्यस पछाडि अब हिजो बनाएको खानेकुराहरूलाई चाहिँ सबै तयारी गरेर रेडी गरेर अनि छोरालाई नै दिएँ सुरुमा। अनि उसले चाहिँ ह्याप्पी सङ्क्रान्ति भनेर सङ्क्रान्ति विस गर्दैछ, खुसी भयो। उसलाई मनपर्छ नि त यस्तो चिजहरू। अनि सबैजना बसेर खायौँ। आज सङ्क्रान्तिको दिन बहिनीको बुढाको छुट्टी होला भनेर भनेको, छुट्टी पनि रहेनछ। अनि उहाँहरूलाई चाहिँ छिटो गरेर खानिदिएँ। अनि खाइसकेपछि यसो गफ पनि गऱ्यौँ एकछिन घाममा बसेर, खाँदै गफ गर्दै हाँसो मजाक गर्दै। र यस्तै नै रह्यो साथी हाम्रो चाहिँ यसपालिको सङ्क्रान्ति। अब सबैजना खाएर ओरेर अफिसतिर लाग्ने अफिसतिर, घरतिर काममा व्यस्त हुने घरतिरै। र मेरो भिडियो हेर्ने सम्पूर्ण साथीहरूलाई पनि ह्याप्पी सङ्क्रान्ति। सबैजना स्वस्थ, व्यस्त र मस्त रहनुहोला। फेरि पनि यस्तै गन्थन गुन्थुन भिडियोमा भेटौँला। हस् त, नमस्कार साथीहरू।